युना रति सुसमाचार 3:16 मा लेखिएको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँले आफ्ना एकमात्र पुत्र दिइहाल्नुभयो, एकलौटे पुत्र दिइहाल्नुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् र उसले अनन्त जीवन पाओस् भनेर। प्रिय हो, परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुहुन्छ होइन। उहाँको प्रेमको म बयान गर्न सक्दैन। उहाँको सिद्धता, उहाँको प्रेम समुद्रको पानीमा पनि जोखिन सकिँदैन, आकाश ब्रह्माण्डमा पनि नाप्न सकिँदैन। आउनुहोस्, उहाँमाथि विश्वास गरौँ र अनन्त जीवनको भागीदार बनौँ।